राधे राधे सबैजनालाई, तपाईहरु सबैजनालाई मेरो तर्फबाट होलीको ढेर सारा शुभकामना छ। अनि हाम्रो चाहिँ उहाँ चाहिँ घर सामने भाइसँग चाहिँ होली खेल्नु भएको अरे। अनि यतातिर चाहिँ बहिनीजीले दाजुजीको मुख सफा भयो अरे, त्यही भएर आएर यसरी कलर दल्दिदै छ। कति खुसी हुन्छ नि केटाकेटी पनि ठुला पनि यो होली आयो भने कति रमाउँछन्, कति खुसी भएर कति खुसीले खेल्छन् यस्तै। अनि त्यसपछि चाहिँ बहिनीजीले सुङ्कुलाई पनि मज्जाले यसरी कलर दल्दिदै। हाय बाबु, हाय, ह्यापी होली। भएन बोलाले यो कलर जस्तै हाम्रो पनि जीवन यस्तै कलरिङ होस्, तपाईहरुको जीवन यस्तै रंगीन भइरहोस्। इमान कष्ट करी अथनी कलर भगाए আছে बेलुन को फुलालाई। होली भनेपछि चाहिँ के चीज निस्किन्छ खेल्ने हैन। यो टाउकोमा लगाउने हेर्नुस् त, यो त मलाई पटक्कै मन पर्दैन भनौं भने त। अनि यतातिर यिनीहरुले बेलुनमा पानी भरेर राखेछन् अनि त्यो बेलुन अनि मान्छेको शरीरमा हान्ने अरे यसरी। त्यही भएर सबैजना मिलेर यसरी बेलुनमा पानी भरेर राखेछन् अनि लास्टमा यसरी चाहिँ खेल्न थाल्छन् सबैजना, साना ठुला सबै मिलेर। कति खुसी छन् हेर्नु न सबैजना। यिनीहरुलाई देखेर त हामी त त्यसै खुसी। होली भनेर कति रमाउँदै थिए केटाकेटीहरू, कति खुसी भएको थिए। तर पानी परेर चाहिँ खत्तम। यता हेर्नुस् त सबैतिर नै हिलो छ। अरु हाम्रो यहाँ त पानी अलिकति पर्न हुन्न, सबैतिर हिलो नै हिलो भइरहेको छ। अनि सबै त्यही पनि हिलो भए पनि पानी परे पनि केटाकेटी चाहिँ एकदम फुर्ती गरेर पुरा खेलिन्छन्। खेल्न चाहिँ छोडे छैनन् होली भनेर। हो पनि वर्षमा एक खेप आउँछ हैन, जे पनि त्योहार वर्षमा एक खेप आउँछ। अरु हामी यसरी नै रमाइलो गर्न पर्छ, रमाउन पर्छ, त्यो त म पनि भन्छु। मैना दादा नहीं है, मैना दादा नहीं है। एया निजे हेक करि আছে ए नगर जा, बाबु दादालाई मार जा, बाबु दादालाई। होली मजाले दले। ह्यापी होली, ह्यापी होली। सबैजना यसरी होली खेलिसकेपछि यसरी सबैजनाले फोटो क्लिक गर्छौं। अरु फोटो चाहिँ हमेशा मोबाइलमा एउटा मेमोरी हिसाबमा रहिरहन्छ, त्यही भएर फोटो त बन्छै हैन क्लिक गर्नलाई। आजलाई यति नै। भिडियो राम्रो लाग्यो भने लाइक, कमेन्ट र शेयर गर्न नभुल्नु होला।